नमस्ते, वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ हेलमेटमा देखेको चाहिँ अगाडि चाहिँ दादा पछाडि आज हामी दाजु बहिनी चाहिँ बिहामा जाँदैछौँ। सायद साउन्ड पनि राम्रो आएको छ नि हो। बिहामा जाँदैछौँ मावली गाउँ। आज चाहिँ हामी दुईजना मात्रै भएर बाइक लिएर आएको, तर यो हिल साइडको बाटो चाहिँ मलाई यस्तो पिर लाग्छ कि तपाईँहरूलाई पनि देखाउँदै लान्छु। अब कस्तो चाहिँ छ यहाँ मावली गाउँको जानुपर्ने ठाउँ। आम्मामा है प्लेन चाहिँ ढिले बानी भएर चाहिँ साह्रै रिक्स लाग्छ मलाई त्यो हिल साइड त। हामी चाहिँ बिहा घरमा आइपुगे। इन्ट्रेन्स यस्तो रहेछ। सुनसान अहिले भर्खर अफ गरेको यहाँ चाहिँ। अन्त यहाँ चाहिँ बेहुलाको पुरा काम रहेछ ब्लक। यहाँ चाहिँ बुहारी है। मामा चाहिँ बसिरहनु भएको रहेछ यहाँनिर है। मामा बिहा कस्तो हुँदैछ? हाम्रो है कति बजीसम्म? यहाँको त अब छिटै सकिन्छ होला नि त है। ठिकै छ। मेरो दादा चाहिँ यहाँनिर साथी पाएर गफ गरिरहेछ। बिचरा बेहुलाको चाहिँ काम पुरा रहिसक्यो। सोलर डान्स र गोल्ड म्यान अरे। चिसो चिसो हुँदै भए पनि डान्स हेर्दै बसिरहेको छ हामी चाहिँ यहाँ। नर्स दादा अर्को दादा पनि हामीले भेट्यौँ यहाँनिर, दिपेन दादा। यहाँ नर्स दादा र दादा चाहिँ धेरै वर्ष बाद भेट्नु भएको अरे, गफ गर्नु हुँदैछ। मामा यहाँ बसिरहनु भएको छ, मामाको छोरा यहाँ। भाइ त तन्दिरी भएछ। डान्स चाहिँ यहाँ हुँदैछ चलिरहेछ। बिहा चाहिँ यहाँको बिहा चाहिँ छिटै खतम हुँदो रहेछ। हाम्रोतिर चाहिँ अब स्टार्ट हुन्छ है। चिसोमा तातो चुलाको एकदम आइटम पनि रहेछ। हाम्रो दादाले खान्छ अरे तातोमा है। पुरा चल्दै होला यो त। खोइ दादा यसमै बल गर अब। लु हेर्नुहोस् है, मेरो मावली गाउँबाट चाहिँ यस्तो दामी भ्यू देख्छ कि। यो परको चाहिँ अन्तु होइन मामा? अन्तु। यहाँ चाहिँ अहिले कस्तो दामी बनाएको छ अहिले झन् है। इलाम जिल्लाको। हजुर यस्तो दामी देख्छ कि भ्यू। बिहान झन् दामी हुन्छ होला नि। ओ तल भाइको नानीहरू आउँदैछ। अझै यो चाहिँ पुरानो चन्दुरा गाउँ। यो पुरानो है। टिङलिङ त्यहाँ है। पल्लो टिङलिङ। होइन नि हामी सानोमा आउने जग्गा। सलकपुर। अच्छा
यही पर्छ तपाईँको सौरेनीदेखि ठिक मुनि मेची ग्राउन्ड मुनि मेची खेल मैदान मुनि चाहिँ मलाई त यो चाहिँ साह्रै मनपर्छ मामा यहाँको चाहिँ यो चाहिँ हजुर यो भ्यू देख्छ नि यो कस्तो दामी दामी छ नि डाँडा काँडाहरू ओ अहिले चाहिँ बिहा घरबाट हामी फर्किँदैछौँ अहिले चाहिँ अर्को मामाको घर जाँदैछु है बिहामा चाहिँ हामीले यसो चियापानी हल्का फुल्का खाएँ खाना चाहिँ खानु सकेन किनभने आज मन्डे प्लस घरमा हजुरबाको श्राद्ध पनि थियो त्यही कारण आमा र बाबा आउनु नसक्नु भएको दादा र म श्राद्ध सकेर चाहिँ है अनि हामी चाहिँ अब फर्किने कस्तो लाग्यो आजको भिडियो भनिदिनुहोस् थ्याङ्क यू फर वाचिङ फेरि भिडियो लिएर आउनेछु तपाईँहरूसँग चिसो भएर स्वेटर लगाइसकेँ अब चाहिँ बनाउनु भ्याउँदिनँ होला किनभने बाइकमा आएको अलिक प्रब्लम हुन्छ बाई बाई